हेलो व्हाट्सअप गाइज। यहाँ तपाईँहरूले के देख्नु हुँदैछ? हेर्नुहोस् त, यहाँनिर लेखिएको छ इभो स्टोर। इभो स्टोर भनेको के हो तपाईँहरूलाई थाहा छैन होला। थाहा हुनेलाई त थाहा भइहाल्यो, नहुनेलाई चाहिँ यहाँनिर के देखाउन चाहन्छु भने यहाँनिर यो एप्पलको लोगो, यसमा के लेखेको छ भने अथोराइज्ड डिलर भनेर लेखेको छ, एप्पलको अथोराइज्ड डिलर। सो यति भन्दै गर्दाखेरि तपाईँहरूले यो गेस गर्नुभयो होला, यो मान्छेले पक्कै पनि आइफोन पर्चेज गरेछ होइन। म अब यहाँभित्रको देखाउन चाहन्छु। यो बिल भयो, भ्याट बिल। यहाँ 1000 रुपियाँको मात्रै ट्याक्स मैले तिरेको छु यो किने बापत। ओके, सो तपाईँहरूले गेस गर्दै गर्नु होला यहाँभित्र के छ। अब यहाँबाट निकालेर तपाईँहरूलाई देखाउन चाहन्छु। वाउ, व्हाट इज दिस? यो के हो हेर्नु होला है। तपाईँले के सोच्नु भएको थियो तर के निस्क्यो? यो चाहिँ JBL को क्लिप 5 भन्ने एउटा स्पिकर, ब्लुटुथ स्पिकर चाहिँ मैले पर्चेस गरेर ल्याएको छु। यो भिडियोमा अनबक्सिङ गरेर तपाईहरुलाई देखाउन लागिरहेको छु। लेट्स ओपन इट। टक्क तरिकाले अब यो हेरौँ है त। पुरा यस्तो ओरिजिनल सामान, यस्तो स्टिकरहरू लागेको हुन्छ, बारकोड केहरू होइन। डुप्लिकेट चाहिँ पक्कै होइन, किनभने यो इभो स्टोर सर्च गरेर तपाईहरुले हेर्न सक्नुहुनेछ नेटमा। सो अब यसलाई म अनबक्सिङ गरेर भन्छु। अनबक्सिङ गरेर तपाईहरुलाई बजाएर पनि सुनाउने छु। वाउ, यहाँ यस्तो पेपरहरू हुने रहेछन्। त्यो यो यसको क्याटलग बुक होला, प्रोडक्ट रजिस्ट्रेसन, साइन अप एन्ड सेफ्टी ट्युन भनेको छ। विभिन्न ल्याङ्ग्वेजमा रहेछन्, चाइनिजमा, इङ्ग्लिसमा, स्पेनल आदि इत्यादि। यहाँ पनि अर्को बुक रहेछ। यो बुक पनि त्यस्तै रहेछ। यो यस्तो रहेछ। ल यसले चाहिँ कसरी अपरेट गर्ने भनेर यहाँ सिकाइएको छ हैन। यहाँ पछाडि विभिन्न ल्याङ्ग्वेजमा लेखिएको छ। सो यसलाई म पछाडि पढ्ने छु। पहिला त मलाई एकदम हतार भइसक्यो यहाँभित्रको सामान हेर्नको लागि। यो चाहिँ चार्जिङ केबल रहेछ, टाइप सी नै चार्ज लाग्ने रहेछ यसमा पनि। अब यसलाई यहाँ राखेर हैन, यो हो। अब वाउ, यहाँ रहेछ खतरा माल। आम्म, ल हेरौँ है त। ल इभो स्टोरबाट बौद्धको त्यो टिबेटियन होटलसँगै रहेको छ इभो स्टोर। त्यहाँ जानु होला, मैले त्यहीँबाट पर्चेस गरेर ल्याएको छु हैन। यो अब क्या खतरा छ यो बक्स पनि हैन। अब यसलाई म साइडमा राखेर, मलाई हतार भइसक्यो कि यसको आवाज सुन्नको लागि कस्तो बज्दो रहेछ। पछाडि यस्तो दामी छ, यसरी राख्नु पर्ने रहेछ हैन। अनि यो यस्तै, अनि तपाईले यो यस्तरी गरेर यसले यस्तरी थिचेर अनि जता झुन्डाए पनि हुने रहेछ है यस्तरी हैन। जस्तो कि अब यो भयो, यसमा यस्तरी गरेर यस्तरी झुन्डाए पनि मिल्ने रहेछ। ल यसको आउटपुट क्यापेसिटी भनेको 7 वाट हो।
योभन्दा तल 5 वाटको पनि छ, तर 5 वाटको अरू स्पिकर नन ब्रान्डेड मैले बजाइरहेको कारणले गर्दाखेरि त्योभन्दा अलिक माथि जान चाहेँ। सो मैले यो 7 वाटको पर्चेस गरेको हो। यसको प्राइस कति हो भनेर तपाईँहरूलाई मनमा खुल्दुली लागेको होला। यो चाहिँ अब प्राइस यति हो भनेर म चाहिँ भन्दिनँ होइन, तपाईँहरूले नै यो इभो स्टोर र यो JBL क्लिप भनेर सर्च गर्नु होला। प्राइस तपाईँहरूले आफै थाहा पाउनुहुनेछ। लेट्स स्टार्ट इट। सो यहाँ अप्सनहरू रहेछन्, यो पावर अन अनि ब्लुटुथ अनि यो पेयरिङको रहेछ। पेयरिङ भनेको अब जस्तो कि यस्तै JBL को प्रोडक्टहरू 9-10वटा अथवा 3-4वटा भए पनि योबाट त्यो अरू प्रोडक्टमा पेयर गरेर जोडेर पनि बजाउन मिल्ने रहेछ, अरूमा त्यसरी मिल्दैन। अब अनि यो भयो प्ले पज बटन होइन, नेक्स्ट पनि यसैबाट हुनेछ र प्रिभ्यू पनि यसैबाट हुनेछ। जस्तो कि अब यो अब भोल्युम अप हो, यो भोल्युम डाउन। अब यो प्ले पज बटन छ, यसलाई यसरी 2 चोटि थिच्यो भने चाहिँ नेक्स्ट सङ प्ले हुने रहेछ। अनि यसलाई 1 चोटि 2 चोटि 3 चोटि प्रेस गर्यो भने चाहिँ पछिको गीत बज्ने रहेछ, प्रिभ्यू। ओके, सो म यसलाई अब यहाँ थिचेर अन गर्नेछु है त। आवाज पनि सुन्नुहोस्। वाउ, पुपुपुबु गऱ्यो त। लाइट पनि यहाँ ब्लिङ गरिरहेछ व्हाइट कलरबाट। यसको मतलब यो लो चार्ज छ यसमा ब्याट्री कम्ती छ। अब यो भयो। अनि अब म यति गरेपछि यो ब्लुटुथको बटनलाई पनि प्रेस गर्छु।